हेलो हाई एभ्रिवान, दर्शन नमस्ते। के छ साथीहरू? आज चाहिँ म धेरै टाइम पछाडि फेरि एउटा भ्लग लिएर आउँदैछु। हामी चाहिँ यतिखेर कहाँ छौँ भन्दाखेरि होइन, पुरै उजाड मरुभूमिमा होइन। हामी चाहिँ अहिले बल्छी थाप्न जाउँ भन्छ केटाहरू, अनि बल्छी थाप्न जाँदै गरेको पानी सानी बोकेर पुरै होइन, पुरै अहिले रोडमा पुगिरहेको छौँ। यस्तो छ ठाउँ, देख्नु सक्नुहुन्छ। अनि भिडियो बनाउनु मन लाग्यो क्या यस्तो। अनि यतापट्टि अब म देखाउँछु ल। यतापट्टि चाहिँ साथीहरू यहाँ जाँदैछन्। हामी जम्मा 4 जना बल्छी सल्छी सबै बोकेर बल्छी खेल्नलाई समुद्र जाँदै गरेको, माछा मार्नलाई। माछा कसरी मारिन्छ, कसरी मारियो होइन, मारिन्छ भनेर भरे म देखाउने छु। अब मारियो भने देखाउँला, मारिएन भने त अब लिनै देखाउनु र होइन। अनि पुरै उजाड मरुभूमि यस्तो छ है, अब खाडीतिर होइन। यो चाहिँ कहाँ भन्नुहुन्छ भन्दाखेरि यो चाहिँ युएई को, युनाइटेड अरब एमिरेटको अमलकोइन भन्ने ठाउँमा छौँ हामी चाहिँ। यो यस्तो छ है देख्न सक्नुहुन्छ। यस पछाडि म फेरि पनि माछा मारेको भिडियो देखाउँछु चाहिँ तपाईँहरूलाई है। त्यही छ गाइज जिन्दगी है। आज हाम्रो छुट्टी थियो होइन, छुट्टी भएर चाहिँ अब हामी चाहिँ एकदम माछा मार्नलाई, रमाइलो गर्नलाई गइराखेको अवस्था है। केटाहरू 4 जना मिलेर। ओके, फेरि पनि अब म बाटोमा अब कति टाढा जानुपर्छ भन्दाखेरि नि, हाम्रो रुमबाट, हाम्रो क्याम्पबाट होइन अलमोस्ट 45 मिनट है, लगभग 45 मिनट लाग्छ। 45 मिनटमा चाहिँ हामी पुग्ने छौँ। अहिले चाहिँ म बाटोमै छु, हामी बाटोमै छौँ। केटाहरू यसरी जाँदैछन्, कोही बोल्दैछन्, कोही बोल्दै जाँदैछन्, कोही चाहिँ यता बोल्नको लागि रेडी फोनमा। अब आफ्नो आफ्नो हुन्छ नि त, अब आफ्नो अब घर परिवारमा आफ्नो प्रेमिका होइन। अनि बल्छी बोक्ने चाहिँ उता अगाडि जाँदै हुनुहुन्छ। हाम्रो यहाँ पछाडि बोकेको चाहिँ बल्छी है, यो झोलामा बल्छी हालेको छ। यस्तै छ। अब म फेरि पनि देखाउने छु एकछिनमा माछा कसरी मारिन्छ। मारियो भने देखाउँला, मारिएन भने है ल।